नमस्कार साथीहरू, आज हामी कुरा गर्नेछौँ नेपालमा बसेर शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र शेयर बजारबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने विषयमा। तपाईकोसँग कम्प्युटर छ अथवा मोबाइल छ र घरबाटै बसेर आम्दानी गर्न चाहनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि हो। हामी आज यस भिडियो अन्तर्गत रहेर तपाईलाई चाहिँ स्टेप बाइ स्टेप प्रोसेस बताउने छौं। त्यसैले यो भिडियो अन्तिमसम्म ध्यान दिएर हेर्नु होला। शेयर बजारमा प्रवेश गर्नको लागि विभिन्न चरणहरू हुने गर्दछन्। पहिलो चरण 1, सबैभन्दा पहिले तपाईले डिमेट खाता खोल्नुपर्छ। डिमेट खाता तपाईको आफ्नै बैंक अथवा अन्य डीपीहरुले खोल्ने गर्छन्, जस्तै जीबीआईएमई, एनआईबीएल हरु र ब्रोकरहरुमा नासा सेक्युरिटीहरुले तपाईको डिमेट खाता खोलिदिन्छन्। त्यसपछि तपाईले डिमेट खाता सँगसँगै तपाईले मेरो शेयर खाता खोल्नुपर्ने हुन्छ। मेरो शेयर खाताहरु पनि तपाईले जहाँबाट चाहिँ डिमेट अकाउन्ट बनाउनुहुन्छ त्यहीबाट चाहिँ तपाईले मेरो शेयर खाता सजिलै खोल्न सक्नुहुन्छ। अब कुरा गरौँ पैसा कहाँबाट आउँछ त। शेयर बजारमा आम्दानी गर्ने दुईटा स्रोतहरु छन्। एउटा भनेको आईपीओ, अर्को भनेको सेकेन्डरी मार्केट। आईपीओ भनेको के हो? तपाईहरुको चाहिँ कुनै पनि कम्पनीले पहिलो पटक तपाईहरुलाई चाहिँ शेयर पुँजी अथवा शेयर जारी गर्छ भने त्यसलाई आईपीओ भनिन्छ। तपाईले तपाईको मेरो शेयर खाताबाट सजिलैसँग आईपीओ अप्लाई गर्न सक्नुहुन्छ। सेकेन्डरी मार्केट भनेको तपाईले तत्काल नै त्यहाँबाट चाहिँ सेकेन्डरी स्टकहरु जुन चाहिँ पहिले नै नेप्सीमा सूचीकृत भइसकेका स्टकहरु त्यहाँबाट चाहिँ तपाईले तपाईको स्टकहरु किनबेच गरेर चाहिँ आम्दानी गर्न सक्नुहुन्छ। आईपीओ मा तपाईले थोरै लगानीबाट धेरै प्रतिफल लिन सक्नुहुन्छ भने सेकेन्डरी मार्केट भनेको तपाईले बुझेर छिर्नुपर्ने हुन्छ, त्यहाँ चाहिँ रिस्क धेरै हुन्छ। स्टेप 2, तपाईले अब ब्रोकर अकाउन्ट खोल्नुपर्ने हुन्छ। सेकेन्डरी मार्केटमा छिर्नको लागि ब्रोकर अकाउन्ट अनिवार्य चाहिन्छ। ब्रोकर अकाउन्टको लागि नेपालमा विभिन्न ब्रोकरहरु खुलिसकेका छन्। जस्तो हाम्रो क्यानलाई स्पोन्सर गरेको नासा सेक्युरिटीबाट तपाईले घरमै बसी तपाईको ब्रोकर अकाउन्ट खोल्न सक्नुहुन्छ। ब्रोकर अकाउन्ट खोल्नलाई चाहिँ केही स्टेपहरु छन्। ती स्टेपहरु कसरी पार गर्ने, तपाईले चाहिँ ब्रोकर अकाउन्ट अनलाइनबाट कसरी खोल्ने भन्ने चाहिँ जान्न चाहनुहुन्छ भने कमेन्टमा ब्रोकर लेख्नुला, म तपाईलाई चाहिँ त्यसको भिडियो बनाइदिनेछु। यसमा बुझ्नुभयो तपाईको थर्ड स्टेपमा तपाईको चाहिँ पहिले डिमेट खोल्नुभयो, त्यसपछि मेरो शेयर खोल्नुभयो, अब तपाईले ब्रोकर पनि खोल्नुभयो भने तीनवटै खाताहरु भइसकेपछि तपाईले चाहिँ नेपालमा सजिलैसँग शेयर कारोबार गर्न सक्नुहुन्छ। अब कुरा आउँछ लगानी कसरी गर्ने। शेयर बजार जोखिमको क्षेत्र हो, त्यो तपाईलाई थाहा नै छ। लगानी चाहिँ बुझेर मात्रै गर्नु होला। तपाईले आईपीओ गर्नुहुन्छ भने त सानो लगानीबाट गर्नुहुन्छ, खासै रिस्क हुँदैन, तपाईको पैसा रिटर्न भइहाल्छ। तर सेकेन्डरीमा गर्नुहुन्छ भने हाई रिस्क हाई गेन हुन्छ। तपाईले चाहिँ सेकेन्डरीमा योभन्दा अगाडिका डिभिडेन्ड हिस्ट्रीहरु, फन्डामेन्टलहरु, एनालाइसिसहरु गरेर र बुझेर मात्रै लगानी गर्नु होला। शेयर बजार जोखिमको क्षेत्र हो, त्यहाँ चाहिँ लगाएको पैसा सबै रिटर्न हुन्छ भन्ने हुँदैन। तपाईले बुझेर मात्रै गर्नु होला। मार्केट बढ्यो भने चाहिँ बेच्ने र घट्यो भने चाहिँ त्यसलाई पर्खेर बस्ने स्ट्र्याटेजी लिनुभयो भने मात्रै तपाईले सफल आम्दानी गर्न सक्नुहुन्छ र तपाईको पुँजी बढाउन सक्नुहुन्छ। तपाईले चाहिँ यस भिडियोमा तपाई शेयर बजारमा कसरी प्रवेश गर्ने, कहाँबाट आम्दानी गर्ने, के खाताहरु चाहिन्छन् भन्ने विषयमा चाहिँ जानकारी गराएको छु। यस भिडियोलाई चाहिँ तपाईले मन पर्यो भने लाइक, कमेन्ट र हाम्रो पेज र हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला, पेजलाई फलो गरिदिनु र अबको अर्को भिडियो आईपीओ चाहिँ कसरी अप्लाई गर्ने र तपाईको ब्रोकर अकाउन्ट कसरी खोल्ने विषयमा भिडियो गराउने छु।